हामीहरू यहाँनिर सबै वहाँ हेरौँ त वहाँ हेरौँ त यहाँ मारे 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 प्रहरी भाइ के हो प्रहरी एउटा गाडी ल्याएर यत्रो मजाले हेरौँ दर्शक वृन्द यहाँनिर पुरै नगर प्रहरीहरूलाई यतिखेर हेरौँ नगर प्रहरीको यहाँनिर नगर प्रहरीलाई यतिखेर हामी हेर्न सक्छौँ दर्शक वृन्द यहाँनिर बार्गेनिङ भन्नुहुन्छ कहाँ बार्गेनिङ हुन्न नेपालमा यही स्कुल शिक्षा यही
यहाँका 99% पैसा दिएको भए, पैसाको लेनदेन गरेको भए अथवा उनलाई कुनै लोभ लालच दिएको भए ऊ मान्छे चाहिँ घुँडा टेकेर पनि तपाईँलाई दिन्थ्यो। किनकि त्यहाँ चाहिँ धेरै संस्थाले कार्यक्रम गरेका छन्, सबै दुनियाँ गरेका छन्, सबैले बुझाएका छन्। त्यही भएर त्यहाँ कार्यक्रम हुन्छन्। तपाईँहरूले चाहिँ के खुवाउनु भएन कि त्यही भएर चाहिँ यो भएको हुन सक्छ भनेर चाहिँ जनताले चाहिँ भन्नुभएको छ। तर मलाई अहिलेसम्म व्यक्तिगत रूपमा पैसाको कसैले माग गरेको अवस्था छैन। जस्तो गुरुदेव तपाईलाई उहाँ आज मङ्सिरमा यो ठाउँको अनुमति लिएपछि हामीले त्यो संस्था मार्फत बोधार्थ महानगरमा गएको छ। पटक यहाँ हामी आएर लाइभ गर्ने प्रश्न यो के भन्छ सरसफाई गर्ने सबै हामीले गर्दै आएको विगत 3-4 महिना अगाडिदेखि नै हो। र यो जमिनको उहाँ थाहा हुँदाहुँदै माघको 20 गते हाम्रो वार्ड अध्यक्ष 6 नम्बर वार्ड अध्यक्षज्यूलाई नबोलाइकन कार्यपालिकामा उहाँले पनि सिग्नेचर गर्नुभएको छ भनेर अस्ति हाम्रो अधिवक्ता सुखदेव गौतमजीले पनि भन्नुभयो। तर उहाँको सहमति पनि छैन कार्यपालिकामा। उहाँ पनि अहिले पनि हाम्रो यहाँ कार्यक्रममा आउनु भएको छ। त्यो भएको हुनाले यो ठाउँबाट अन्त जानलाई हामीलाई 10औं करोडको क्षति हुन्छ। किनकि हामीले यहाँ पर्चा कम्प्लेट यहीँको लोकेसन दिएका छौँ। त्यो सब कुराहरू भएको छ। त्यो भएको Black virus. Open anjing kan? Ini mana nih boleh nafsu? Kan kamu nih boleh open anjing. Hari ini pada lagi itu jalan. यसको हामी घोर विरोध गर्न चाहन्छौँ। हामी शान्तिपूर्ण ढङ्गले महायज्ञ गरिरहेका छौँ। हामीले यहाँ कुनै रक्तपात गर्न खोजिरहेका छैनौँ। हामीले यहाँ कुनै रक्सी खान खोजिरहेका छैनौँ। धर्म गर्न खोजिरहेका छौँ। सबैलाई धार्मिक पर्यटक बनाउन खोजिरहेका छौँ। पोखरा महानगरपालिकामा सबैलाई शान्तिपूर्ण ढङ्गले धर्मको नामबाट पोखराको विकास गर्न हामीले खोजिरहेका छौँ। तर आज पोखरा महानगरपालिकाले आज नगर प्रहरी छोडेर आज धर्मको नाममा धर्म युद्धमा चल्न खोजिरहेको छ। हामी यति गर्दा पनि पोखरा महानगरपालिकाको विरुद्धमा हामी यिनीहरूको धर्म विरोधी यो गतिविधि गरिरहेको छ। यसको विरुद्धमा हामी घोर आपत्ति गर्न चाहन्छौँ। पोखरा महानगरपालिका हामीले भोट हालेर जिताएको पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरू आज ठुलो उहाँले हेरिरहनु भएको छ। उहाँले त भन्नुभएको छ हामीलाई यो धर्मको कार्यमा जान मन लागेको छ। तर महानगरको निर्देशन छ के गर्ने भनेर महानगरका वडा अध्यक्षज्यूहरूले भनिरहनु भएको छ। वडा अध्यक्षज्यूहरूलाई हामी सुधार गर्न चाहन्छौँ। जब वडा अध्यक्षज्यूहरूले यो गर्न खोजिएको कार्य बहुत राम्रो
हाम्रो धर्मको जगेर्ना हो। आज 80% 85% हिन्दू भएको ठाउँमा आज हिन्दू धर्मले गर्न खोजेका गतिविधिमा जवाबहरू गर्न खोजिन्छ भने हामी वडा अध्यक्षहरूले पनि यसमा यो खालको रोक्ने गतिविधिमा हामी सपोर्ट गर्दैनौँ। हामी तपाईँहरूको कार्यक्रममा हामी अनौपचारिक रूपमा औपचारिक रूपमा आउँछौँ भनेर वडा अध्यक्षज्यूहरूले हामीलाई भनिरहनु भएको छ। तसर्थ वडा अध्यक्षज्यूहरूको समर्थन छ। तर मेयर साहबले जुन खालले आज चाहिँ यहाँ नगर प्रहरी पठाएर जुन यहाँ यो हुन लागिरहेको महायज्ञ कोटी होमलाई विरोध गरिरहनु भएको छ, यसको फलिफाप त उहाँ आफै बिहोर्नुहुन्छ। हामीले उहाँलाई गाली गर्न पर्दैन, हामीले उहाँलाई गाली गर्दैनौँ। उहाँको राम्रो होस्, उहाँको स्वास्थ्य लाभको हामी कामना गर्न चाहन्छौँ र तर उहाँको पनि सद्बुद्धि पलाओस्। उहाँले आफूलाई सोचिरहनु भएको छ, सम्राट सोच्नु भएको छ। यदि उहाँ सम्राट बन्न चाहनुहुन्छ भने काठमाडौँको बालेनका चाहिँ काम गरेर देखाउनुहोस्। हामी सम्मान गर्छौँ। हामीले बनाएको मेयर हो, आज 60,000 भोटले जिताएको मेयर हो। आज मेयरले राम्रो काम गर्नु होला भन्ने हामीले सोचेका थियौँ। आज धर्म विरोधी गतिविधि यदि उहाँले गर्नुहुन्छ भने हामीले भन्नु केही छैन, त्यो विषय उहाँले आफै जान्ने कुरा हो। तसर्थ आम पोखरेलीवासी, आम पर्यटन व्यवसायीहरू आज सुस्ताइरहेको बेलामा आज देश तथा विदेशबाट पर्यटक ल्याउने भनी आज पर्यटन भर्मण वर्ष 2025 घोषणा गरिएको छ। त्यो घोषणा गरिएको गतिविधिलाई यो महायज्ञले, यो कोटी होमले सफल पार्छ भन्ने हामीले अनुभूति गरेका थियौँ। तर आज मेयर साहबले आफूलाई घोषणा गरेको पर्यटन भ्रमण वर्षलाई पनि असफल बनाउने काम गर्नुभएको छ। आज पर्यटक आउन नदिने काम गर्नुभएको छ। आज नगर प्रहरी खटाएर आज राम्रा गतिविधिको लागि, पर्यटन बढाउने गतिविधिको लागि, पोखरा सुन्दर बनाउने गतिविधिको लागि उहाँले अवरोध गर्दै हुनुहुन्छ। तसर्थ उहाँको बुद्धि पलाओस्। उहाँ जतिसुकै पढे पनि उहाँको बुद्धि पलाओस्, तर सद्बुद्धि आओस्, धर्म कर्ममा मन जाओस् भन्ने म कामना गर्न चाहन्छु। You are watching Public 4K Television. तपाईं अहिले हेर्दै हुनुहुन्छ Public 4K Television. अब बोल्ने पालो पब्लिकको।